गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ स्टुडेन्ट। आज चाहिँ हामी एनएसए 540 रिभिजन गर्न गइरहेछौँ। ठिक छ। एनएसए 540 को स्ट्यान्डर्डको नाम चाहिँ अडिटिङ अकाउन्टिङ इस्टिमेट, फेयर भ्यालु अकाउन्टिङ इस्टिमेट एन्ड रिलेटेड डिस्क्लोजर। भनेपछि हामी अकाउन्टिङ इस्टिमेटको अडिट कसरी गर्ने, फेयर भ्यालु अकाउन्टिङ इस्टिमेटको अडिट कसरी गर्ने, रिलेटेड डिस्क्लोजरको अडिट कसरी गर्ने भनेर हामी सिक्छौँ। र अकाउन्टिङ इस्टिमेट अडिट गर्नुभन्दा पहिला अकाउन्टिङ इस्टिमेट भनेको के हो भनेर बुझ्नुपर्छ। जेनरली कुनै के अरे आइटम अफ द फाइनेन्सियल स्टेटमेन्टलाई चाहिँ हामी एक्युरेटली मेजर गर्न सकिँदैन, र त्यस्तो एक्युरेटली मेजर गर्न नसकिने चिजलाई हामी के गर्छौँ, जस्ट इस्टिमेट गर्छौँ। जस्तै डेप्रिसिएसन एक्युरेटली मेजर गर्न सकिँदैन, प्रोभिजन फर डाउटफुल डेट एक्युरेटली मेजर गर्न सकिँदैन। जस्तै आज मेरो 10 करोडको डेटर छ भने मेरो कति पैसा नउठ्ला भनेर एक्युरेटली मेजर गर्न सकिँदैन। ठिक छ। कसले पैसा दिन्न भनेर एक्युरेटली मेजर गर्न सकिँदैन भन्छ कि त्यसमा हामी सिम्पल एउटा इस्टिमेट डेभलप गर्छौँ। भनिसके पछाडि है इन एब्सेन्स अफ प्रिसाइज एक्युरेट मेजरमेन्ट एउटा कुनै पनि मोनिटरी एमाउन्ट एप्रोक्सिमेट गर्नेलाई हामी के भन्छौँ, अकाउन्टिङ इस्टिमेट भन्छौँ। र अकाउन्टिङ इस्टिमेटमा चाहिँ के हुन्छ त, सधैँ इस्टिमेसन अनसर्टेन्टी हुन्छ। जस्तै इस्टिमेसन अनसर्टेन्टी किन हुन्छ त भन्दा तिमीले गरेको इस्टिमेट गलत पनि हुनसक्छ कि। यदि तिमीले गरेको इस्टिमेट सही हुन्थ्यो भने कहिले पनि प्रफिट अन सेल अफ एसेट र लस अन सेल अफ एसेट आउने थिएन, यदि तिमीले एक्युरेटली मेजर गर्न सकेको डेप्रिसिएसन होइन त। भनिसके पछाडि सधैँ इस्टिमेसन अनसर्टेन्टी चाहिँ हुन्छ। अब यो इस्टिमेसन अनसर्टेन्टी एकदमै हाई छ, वाइड रेन्ज अफ इस्टिमेसन अनसर्टेन्टी छ, द्याट इज सिग्निफिकेन्ट रिस्क एज पर 315। लो रेन्ज अफ सिग्निफिकेन्ट इस्टिमेसन अनसर्टेन्टी छ, द्याट इज रिस्क सिम्पल, सिग्निफिकेन्ट रिस्क होइन। भनिसकेपछि र अकाउन्टिङ इस्टिमेटको मेजरमेन्ट चाहिँ डिपेन्ड गर्छ तिमीले फाइनेन्सियल रिपोर्टिङ फ्रेमवर्क कुन एप्लाई गरिरहेछौ है। अब अकाउन्टिङ स्ट्यान्डर्ड एप्लाई गरिरहेछौ भने छुट्टै हुन्छ, अनि एनएफआरएस एप्लाई गरेको छ भने छुट्टै हुन्छ, इन्डियास एप्लाई गरेको छ भने फेयर भ्यालुतिर जान्छ चिजहरू। र डिग्री अफ इस्टिमेसन अनसर्टेन्टी एफेक्ट रिस्क अफ मेटेरियल मिसस्टेटमेन्ट अफ अकाउन्टिङ इस्टिमेट इन्क्लुडिङ रिस्क अफ इन्टेन्सनल एन्ड अनइन्टेन्सनल म्यानेजमेन्ट बायस। अब इन्टेन्सनल अनइन्टेन्सनल म्यानेजमेन्ट बायस भनेको जस्तै लिटिगेसन एन्ड क्लेममा एउटा के हुनसक्छ, फर इक्जाम्पल पेप्सी कोक भन्ने कम्पनीले पेप्सी भन्ने कम्पनीले 500 करोडको केस हालिदियो भने यो पेप्सी भन्ने कम्पनीले एक त प्रोभिजन गलत गरेको हुनसक्छ अनइन्टेन्सनली, और इन्टेन्सनली प्रफिटलाई कम गराउन सेयर अथवा प्रफिटलाई बढाउनको लागि, सेयर प्राइस बढाउनको लागि उनीहरूले हार्ने केसलाई पनि जित्छु भनेर प्रोभिजन नबनाइदिन सक्छ। इन्टेन्सनल्ली बायस जजमेन्ट पनि दिन सक्छ, अनइन्टेन्सनल गलत पनि हुन सक्छ। र यस्तो इस्टिमेसन अनसर्टेन्टीले यो रिस्क र इन्टेन्सनल अनइन्टेन्सनल म्यानेजमेन्ट बायसको रिस्कलाई चाहिँ के गर्छ, एफेक्ट पार्छ। भन्छ कि दिस इज जस्ट द ब्याकग्राउन्ड है। र यो स्ट्यान्डर्ड पढ्दै गर्दा तिमीले दुईवटा डिफिनेसन थाहा पाउनुपर्छ, पोइन्ट अफ इस्टिमेट, एउटा म्यानेजमेन्ट पोइन्ट अफ इस्टिमेट, एउटा अडिटर्स पोइन्ट अफ इस्टिमेट। म्यानेजमेन्ट पोइन्ट अफ इस्टिमेट भनेको म्यानेजमेन्टले फाइनेन्सियल स्टेटमेन्टमा रिकगनाइज गर्न र डिस्क्लोज गर्न सिलेक्ट गरेको अमाउन्ट इज कल म्यानेजमेन्ट पोइन्ट अफ इस्टिमेट। जस्तै म्यानेजमेन्टले 10 करोडको डेटरमा 50 लाख बराबरको मेरो प्रोभिजन हुन्छ भनेर अनि 9.5 करोडको डेटर भनेको छ भने दिस 50 लाख इज कल म्यानेजमेन्ट पोइन्ट अफ इस्टिमेट। भने यो 50 लाखलाई इभ्यालुएट गर्नको लागि अडिटरले डेभलप गरेको अमाउन्ट अर रेन्ज अफ द अमाउन्ट, अडिटरले त रेन्ज अफ द अमाउन्ट डिटरमाइन गर्छ, अमाउन्ट होइन यतिदेखि यति हुनुपर्ने हो भनेर जुन रेन्ज डिटरमाइन गर्छ अन द बेसिस अफ अडिट इभिडेन्स, त्यसलाई चाहिँ हामी के भन्छौँ, अडिटर पोइन्ट अफ इस्टिमेट। ठिक छ है। र यो किन डिराइभ गर्छ त, टु इभ्यालुएट द म्यानेजमेन्ट पोइन्ट अफ इस्टिमेट। म्यानेजमेन्टले इस्टिमेट गरेको अमाउन्ट ठिक हो कि होइन भनेर अडिटरले निकालेको अमाउन्ट इज कल अडिटर पोइन्ट अफ इस्टिमेट। ठिक छ। अब अकाउन्टिङ इस्टिमेटका इक्जाम्पल प्रोभिजन फर डाउटफुल डेट, डेप्रिसिएसन, वारेन्टी एप्लिकेसन, सेयर बेस पेमेन्ट। अब यो किन चाहिँ अकाउन्टिङ इस्टिमेट भयो, यसमा के हुन्छ भनेर डिटेलमा इक्जाम्पल वाइज मैले क्लासमा भन्छु, रिभिजनमा भनिनँ। ठिक छ। र अडिटरले रिस्क सबैभन्दा पहिला त्यो अकाउन्टिङ इस्टिमेटको अडिट गर्नुभन्दा पहिला अकाउन्टिङ स्टेटमेन्टमा वरि यस्तै इन्टेन्सनल अनइन्टेन्सनल बायस छ कि छैन, इस्टिमेसन अनसर्टेन्टीमा रिस्क छ कि छैन भनेर डिटरमाइन गर्नको लागि पहिला रिस्क एसेसमेन्ट प्रोसिजर गर्नुपर्छ। र यसमा 5वटा स्टेप छ। सबैभन्दा पहिला तिमीले फाइनेन्सियल रिपोर्टिङ फ्रेमवर्कको रिक्वायरमेन्ट के हो तिमी त्यो अन्डरस्ट्यान्ड गर्नुपर्छ। सेकेन्डमा तिमीले के गर्नुपर्छ त भन्दा म्यानेजमेन्टले त्यो के अरे इस्टिमेट गर्नुपर्ने ट्रान्जेक्सनहरू, इस्टिमेट गर्नुपर्ने इभेन्टहरू कसरी आइडेन्टिफाई गर्छ, प्रोसेस तिमी के गर अन्डरस्ट्यान्डिङ गर। म्यानेजमेन्टले लगाएको मेथड एजम्सन तिमी पहिला के गर अन्डरस्ट्यान्ड गर। र प्रिभियस इयरहरूको अकाउन्टिङ इस्टिमेटको रिजल्टहरू हेरेर यो वर्षको अकाउन्टिङ इस्टिमेटमा तिमीले के आइडेन्टिफाई गर्न सक्छौ, रिस्क आइडेन्टिफाई गर्न सक्छौ। जस्तै यो वर्षको 10 करोडमा 50 लाखको प्रोभिजन, 9.5 करोडको जुन प्रोभिजन, यसलाई इभ्यालुएट गर्दै गर्दा तिमी अघिल्लो वर्षको हेर, के त अघिल्लो वर्ष 8 करोडको प्रोभिजन, 8 करोडको डेटरमा कति पैसा उठेन,
अघिल्लो वर्षको 8 करोडको डेटामा 80 लाख जति पैसा उठेको छैन भने 10% पैसा उठेको छैन भनेपछि त यो वर्षको 50 लाख ठिक नहुन सक्छ, 10 लाख जति प्रोभिजन बनाउनु पर्ला भनेर तिमी विचार गर्नुपर्छ प्रिभियस इयरको आउटकमहरू हेरेर। र लास्टमा तिमीले जुन आइडेन्टिफाई भएको रिस्क छ त्यो सिग्निफिकेन्ट हो कि होइन विचार गर्ने। दिस इज द रिस्क एसेसमेन्ट प्रोसिजर। हेर त, द अडिटर सेल अब्टेन अन्डरस्ट्यान्डिङ अफ के एफआरएफको रिक्वायरमेन्ट के गर्ने तिमी अन्डरस्ट्यान्डिङ गर। म्यानेजमेन्टको प्रोसेस टु आइडेन्टिफाई द के ट्रान्जेक्सन एन्ड इभेन्ट विच गिभ राइज टु निड अफ अकाउन्टिङ इस्टिमेट, त्यसलाई तिमी के गर अन्डरस्ट्यान्ड गर। म्यानेजमेन्टले युजरको मेथड, म्यानेजमेन्टले इम्प्लिमेन्ट गरेको कन्ट्रोल, म्यानेजमेन्टले जस्तै लिटिगेसन एन्ड क्लेममा कति प्रोभिजन बनाउने भनेर लयर एप हायर पो गरेको छ कि युज अफ एक्सपर्ट गरेको पो छ कि होइन, अघिल्लो वर्षबाट कुनै मेथड चेन्ज भएको छ कि, म्यानेजमेन्टले अनसर्टेन्टीको इफेक्टलाई कसरी इभ्यालुएट गरिरहेको छ होइन, म्यानेजमेन्टको एजुम्सनहरू के छन्, यी सब चिज तिमी के गर पहिला अन्डरस्ट्यान्ड गर। अन्डरस्ट्यान्ड गरिसके पछाडि बल्ल तिमीले यो एन्टिटीमा अकाउन्टिङ इस्टिमेटमा रिस्क छ कि छैन भन्ने थाहा हुन्छ। र फेरि पनि के गर, प्रिभियस इयरको आउटकम अफ द प्रिभियस इयर अकाउन्टिङ इस्टिमेट्स अफ प्रिभियस इयर तिमी के गर रिभ्यू गर टु आइडेन्टिफाई के रिस्क अफ मेटेरियल मिस स्टेटमेन्ट अन करेन्ट इयर अकाउन्टिङ इस्टिमेट। ल लास्टमा अडिटरले डिटर्माइन गर्नु पऱ्यो वेदर त्यो रिस्क सिग्निफिकेन्ट हो कि होइन। यदि सिग्निफिकेन्ट रिस्क हो भने तिमी डाइरेक्टली कन्सेप्ट नम्बर 4 मा जान्छौ, कन्सेप्ट नम्बर 3 मा जान्छौ। यदि सिग्निफिकेन्ट होइन भने तिमी कन्सेप्ट नम्बर 2 मा जान्छौ। ठिक छ, सिग्निफिकेन्ट रिस्क हो भने हामी त्यहाँ तल जान्छौँ यदि त्यो सिग्निफिकेन्ट हो भने है। अब तिमीले यो 5वटा स्टेप गरेर तिमीले के पत्ता लाग्यो, अकाउन्टिङ इस्टिमेट्समा रिस्क हुनसक्छ भन्ने पत्ता लाग्यो भने अब त्यो रिस्क तिमी डिटर्माइन गर। त्यो रिस्क फाइनेन्सियल रिपोर्टिङ फ्रेमवर्कको नन कम्प्लायन्सवाला रिस्क हो कि त्यो म्यानेजमेन्टले फाइनेन्सियल रिपोर्टिङ फ्रेमवर्क त कम्प्लाई गर्यो बट मेथड एजम्सन एप्रोप्रिएट भएन है, और अघिल्लो वर्षबाट युज गरेको जुन त्यो मेथड एजम्सन कन्सिस्टेन्टली फलो भएन, यस्तो खालको रिस्क तिमी यो डिटर्माइन गर्नु पऱ्यो। यो डिटर्माइन गर्नको लागि तिमीले अब पहिलो गर्नु पऱ्यो के त भन्दा, while responding the auditor shall determine the events occurring up to the date of auditor's report, provide audit evidence regarding accounting estimate। अब यो भनेको चाहिँ तिमीले म्यानेजमेन्टले 10 करोडमा 50 लाखको प्रोभिजन 10 करोडमा 50 लाखको प्रोभिजन गरेको त कहिले 31 असाढमा हो 31 असाढमा हो, अनि तिमी अडिट त कहिले गर्छौ, पुसमा गर्छौ। अब यो 6 महिनाको पिरियडमा कुनै त्यस्तो इभेन्ट भयो कि नै जसले यो 50 लाख ठिक हो या होइन भन्ने इभिडेन्स दिन्छ कि दिन त्यो डिटर्माइन गर है। र यो इक्जाम्पल दिन्छ भन्ने मैले इक्जाम्पल क्लासमा भने आउँछु। ठिक छ, अनि त्यसपछि अघि तिमीले मेथड्सहरू अघि तिमीले एजम्सनहरू के गरेको थियो अन्डरस्ट्यान्ड गरेको थियो। अब तिमी त्यो मेथड एजम्सन टेस्ट गर है, मेथड एप्रोप्रिएट छ कि छैन टेस्ट गर, एजम्सन रिजनेबल छ कि छैन एज पर एप्लिकेबल एफआरएफ टेस्ट गर। अनि अर्को इन्टिटीले लगाएको जुन इन्टरनल कन्ट्रोल सिस्टम छ नि अकाउन्टिङ इस्टिमेट बनाउँदै गर्दा त्यसको इफेक्टिभनेस टेस्ट गर। र तिमी लास्टमा आफ्नो पोइन्ट अफ इस्टिमेट डेभलप गर टु इभ्यालुएट द म्यानेजमेन्ट पोइन्ट अफ इस्टिमेट। भनिसकेपछि अडिटर आफूले आफ्नो एउटा एमाउन्ट अफ रेन्ज अफ एमाउन्ट डिटर्माइन गरी यतिदेखि यति जति चाहिँ हुनुपर्ने हो, म्यानेजमेन्टले यति गर्यो भनेर तिमी उसको पोइन्ट अफ इस्टिमेट इभ्यालुएट गर्नको लागि आफ्नो पोइन्ट अफ इस्टिमेट डेभलप गर। तर त्यो रिस्क यदि सिग्निफिकेन्ट रिस्क हो भने, जस्तै सिग्निफिकेन्ट रिस्क हो भनेको मतलब के त, जस्तै कोक भन्ने कम्पनीले पेप्सी भन्ने कम्पनीले के गरिदियो 500 करोडको केस हालिदियो भने अब पेप्सी भन्ने कम्पनीको प्रफिट एन्ड लस हेरेको तिमीले, प्रफिट एन्ड लसमा प्रोभिजन छ जम्मा 200 करोड। अब 200 करोडको प्रोभिजन छ भने अब 200 करोड ठिक हो कि होइन, यसमा त 0 पनि हुनसक्छ 500 पनि हुनसक्छ होइन, अनि 100 पनि हुनसक्छ, 200 त म्यानेजमेन्टले भन्यो, 300 पनि हुनसक्छ, 400 पनि हुनसक्छ, जे पनि त प्रोभिजन हुनसक्छ। अब यदि यस्तोलाई हामी भन्छौँ वाइड रेन्ज अफ इस्टिमेसन अनसर्टेन्टी, र यसलाई हामीले सिग्निफिकेन्ट रिस्क भन्छौँ है। यस्तो बेलामा तिमीले 200 ठिक हो कि होइन भनेर इभ्यालुएट गर्नको लागि तिमी 0 किन गलत हो त, 100 किन गलत हो, 300 किन गलत हो, यो किन गलत हो, यो किन गलत हो भनेर रिजन सोध्यौ भने यो किन सही रहेछ त भन्ने कुरा एन्सर थाहा हुन सक्छ। जस्तै हामीले एमसिक्युजमा पनि क्वेसन आयो अनि अप्सन एबिसिडी छ भने डी त होइन, सी पनि होइन, ए पनि होइन, त्यसो त बी नै हो भनेर टिक लगाउँछौ नि, हो त्यस्तै बी। तिमीलाई कुनै क्वेसनको एन्सर ठ्याक्कै एन्सर ठिक हो भन्ने थाहा छैन भने त एबिसी होइन भने बी हो भन्ने त हुन्छ नि त। हो भनिसकेपछि त्यही कुरा हामी इभ्यालुएट गर्छौँ, हाउ म्यानेजमेन्ट हेज कन्सिडर अल्टरनेटिभ एजम्सन एन्ड वाइ दे हेभ रिजेक्टेड देम। अल्टरनेटिभ एजम्सन म्यानेजमेन्टले 200 करोड प्रोभिजन बनाउँदै गर्दा अल्टरनेटिभ के थिए, यी थिए, र म्यानेजमेन्टले यसलाई किन रिजेक्ट गर्यो भनेर इभ्यालुएट गर्यो भने किन 200 ठिक हो भन्ने कुरा तिमीलाई एन्सर थाहा हुन सक्छ। र उसले गरेको एजम्सन रिजनेबल हुनु पर्यो र एजम्सन एज पर एप्लिकेबल एफआरएफ हुनु पर्यो है। यदि तिमीलाई लाग्यो म्यानेजमेन्टले
इस्टिमेसन अनसर्टेनिटी एड्रेस गरेको छैन जस्तो लाग्यो भने अब फेरि अरू अप्सन तिमीसँग छैन, तिमी फेरि के गर, अडिटर पोइन्ट अफ इस्टिमेट डेभलप गर अनि म्यानेजमेन्ट पोइन्ट अफ इस्टिमेट इभ्यालुएट गर। र एकाउन्टिङ इस्टिमेट ह्याभिङ हाई इस्टिमेसन अनसर्टेनिटी के हुन्छ त, सिग्निफिकेन्ट जस्तै लिटिगेसन एन्ड क्लेम, यसको हामीले 501 मा पढिसक्यौँ के गर्ने। अनि फेयर भ्यालु अफ सेयर्स नट पब्लिकली ट्रेडेड, पब्लिकली ट्रेडेड भने सेयर प्राइस पो थाहा हुन्छ, सेयर हैन, सेयरको भ्यालु पो थाहा हुन्छ, नट पब्लिकली ट्रेडेडको त कति हो कति हुन्छ, ठिक छ। जस्तै एओसीको सेयर भ्यालु कति होला, अब दिपक सरले भन्दै गर्दा 10 लाख होला, हैन, किन्ने मान्छेले 50,000 भन्ला, हैन, आफ्नो बिल्डिङ छैन, ल्यान्ड छैन भनेर, हैन, मान्छेको चाहिँ कति हो कति भने त्यहाँ के हुन्छ, वाइड रेन्ज अफ इस्टिमेसन अनसर्टेनिटी हुन्छ। त्यस्ता खालको रिस्कमा चाहिँ अडिटरले अल्टरनेटिभ एजुम्सन के थिए अनि त्यसलाई म्यानेजमेन्टले किन रिजेक्ट गर्यो, म्यानेजमेन्टको एजुम्सन रिजनेबल छ कि छैन, म्यानेजमेन्टको एजुम्सन एज पर एप्लिकेबल एफआरएफ छ कि छैन इभ्यालुएट गर्नु पर्यो, किनभने हामीसँग अर्को अप्सन पनि छैन है। र इभ्यालुएट गर्दै गर्दा यदि तिमीलाई म्यानेजमेन्टले चाहिँ के भन्छ यो एड्रेस गरेको छैन जस्तो लाग्यो भने तिमी आफ्नो पोइन्ट अफ इस्टिमेट डेभलप गर, म्यानेजमेन्ट पोइन्ट अफ इस्टिमेट इभ्यालुएट गर्नको लागि। र लास्टमा तिमीले के गर, सिम्पल उनीहरूले जुन अकाउन्टिङ इस्टिमेटको रिजनेबलनेस के गर, इभ्यालुएट गर, प्रपर डिस्क्लोजरहरू एज पर एप्लिकेबल एफआरएफ छ कि छैन डिटरमाइन गर, र लास्टमा तिमी के अप्टेन गर, डब्लुआर अप्टेन गर है। अब बुकमा हेर्ने हो भने पनि जुन हाम्रो एनएसए 540 छ, यहाँ ब्याकग्राउन्ड छ, सम अफ द आइटम क्यान नट बी मेजर प्रिसाइजली, हैन, ठिक छ। र के अरे अकाउन्टिङ इस्टिमेट भनेको एन एप्रोक्सिमेसन अफ मोनिटरी अमाउन्ट इन द एब्सेन्स अफ प्रिसाइज मेजरमेन्ट। अनि म्यानेजमेन्ट पोइन्ट अफ इस्टिमेट भनेको अमाउन्ट सेलेक्टेड बाई द म्यानेजमेन्ट। अडिटर पोइन्ट अफ इस्टिमेट भनेको अमाउन्ट डिराइभ फ्रम द अडिट इभिडेन्स टु इभ्यालुएट म्यानेजमेन्ट पोइन्ट अफ इस्टिमेट है। हाम्रो रिक्वायरमेन्टमा कन्सेप्ट नम्बर 1 मा अडिटरले के गर्नुपर्छ, अन्डरस्ट्यान्डिङ गर्नुपर्छ के एप्लिकेबल एफआरएफको रिक्वायरमेन्ट, म्यानेजमेन्ट प्रोसेस अन्डरस्ट्यान्डिङ गर्नु पर्यो, अनि यो मेथड कन्ट्रोल, हैन, एक्सपर्ट युज गरेको छ कि छैन, एजुम्सनहरू के गर्नु पर्यो, अन्डरस्ट्यान्ड गर्नु पर्यो। अनि अघिल्लो वर्षको प्रिभियस इयरको जति पनि छ नि प्रिभियस इयरको आउटकमहरू के गर्नु पर्यो, रिभ्यू गर्नु पर्यो टु एसेस रिस्क करेन्ट पिरियड। र तिमीले डिटरमाइन गर्नु पर्यो वेदर इन अडिटर जजमेन्ट त्यो रिस्क गिभ राइज टु सिग्निफिकेन्ट रिस्क तिमी के गर्नु पर्यो, डिटरमाइन गर्नु पर्यो। र त्यसको रेस्पोन्स दिँदै गर्दा तिमीले बेस्ट एन्ड एसेस रिस्क अडिटरले डिटरमाइन गर्नुपर्छ कि एप्लिकेबल एफआरएफको कम्प्लायन्सवाला रिस्क हो कि यो जुन मेथडहरू छ त्यो मेथडहरू एप्रोप्रिएट छ कि छैन र कन्सिस्टेन्ट छ कि छैन, यस्तो रिस्क छ। यो गर्नको लागि सिम्पल वाइल रेस्पोन्डिङ तिमीले के गर्नुपर्छ त, अडिट रिपोर्टको डेटसम्म भएको कुनै पनि इभेन्टले तिम्रो अकाउन्टिङ इस्टिमेटमा इभिडेन्स प्रोभाइड गर्छ कि गर्दैन तिमी डिटरमाइन गर्नु पर्यो। अब अघि अन्डरस्ट्यान्ड गरेको थियो मेथड एप्रोप्रिएट छ कि छैन, अब तिमी टेस्ट गर, एजुम्सन रिजनेबल छ कि छैन के छ गर टेस्ट गर, यो कन्ट्रोलको इफेक्टिभनेस के गरेर तिमी टेस्ट गर, र यो तिमी आफ्नो पोइन्ट अफ इस्टिमेट डेभलप गर टु इभ्यालुएट म्यानेजमेन्ट पोइन्ट अफ इस्टिमेट। यदि त सिग्निफिकेन्ट रिस्क हो भने अल्टरनेटिभ एजुम्सनहरू के थिए र म्यानेजमेन्टले किन रिजेक्ट गर्यो त्यो तिमी के गर, इभ्यालुएट गर। र सिग्निफिकेन्ट एजुम्सन रिजनेबल हो कि होइन र एजुम्सनहरू एप्लिकेबल एफआरएफ अनुसार छ कि छैन तिमी के गर, इभ्यालुएट गर। र इभ्यालुएट गर्दै गर्दा यदि तिमीलाई लाग्यो म्यानेजमेन्टले एडुकेटली एड्रेस गरेको छैन जस्तो लाग्यो भने तिमी एउटा डेभलप अडिटर पोइन्ट अफ इस्टिमेट टु इभ्यालुएट म्यानेजमेन्ट पोइन्ट अफ इस्टिमेट। त्यस पछाडि तिमीले के गर त भन्दा रिजनेबलनेस इभ्यालुएट गर। अनि त्यस पछाडि डिस्क्लोजरहरू हेर त, जस्तै के छ, अडिटरले अप्टेन एसे वेदर द डिस्क्लोजर आर एज पर एप्लिकेबल एफआरएफ, र तिमी लास्टमा के माग, डब्लुआर माग। यसरी हाम्रो 540 को रिभिजन सकिन्छ। ल बाई बाई क्लास, राम्रोसँग पढ, अल द बेस्ट।